सञ्जाल फेसबुक पेजमा मैले एउटा प्रश्न छाडेको थिएँ 2 दिन अगाडि, जुन चाहिँ तपाईको जापानको अनुभव कस्तो छ, जापान कस्तो छ चाहिँ त्यसको बारेमा कमेन्ट गर्नुहोस्। तपाईको अनुभवलाई हामी फेसबुकमा भिडियो मार्फत राख्नेछौँ भनेर भनेको थिएँ। त्यहाँ चाहिँ धेरैजना साथीहरूले कमेन्ट गर्नुभएको रहेछ। सोही कमेन्टलाई पढेर आज म प्रत्यक्ष रूपमा यहाँ पढ्दै पनि छु है त। सुशान्त भण्डारीजीले भन्दै हुनुहुन्छ मन्थली 50K, मोबाइल बिल 5K, ट्याक्स 97K, पर्सन पर मन्थली 17,500, कलेज 7 लाख, ट्रेन भाडा भन्नुभएको होला 20,000, त्यसपछि होकेन 2 लाख, पर्सनल खर्च 20K, त्यसपछि रुमको खर्च 20K। लाइफ कस्तो चलेको छ आफै बुझ, जापान कस्तो छ भनेर भन्नुभएको छ। उहाँको हिसाबमा उहाँले लगभग 2,50,000 भन्दा माथि खर्च गर्नुभएको छ भने राम्रै कमाउनु भएर खर्च गर्नुभएको होला पक्कै पनि। त्यसै गरी रबिन सिलोवालजीले भन्दै हुनुहुन्छ धेरै राम्रो छ जापानको लाइफ भनेर भन्दै हुनुहुन्छ। त्यसपछि राजेन्द्र आचार्यजीले भन्नुहुन्छ जे होस् अहिलेसम्म चाहिँ चलेको छ, अब भोलिको दिन कस्तो हुन्छ थाहा छैन भनेर भन्दै हुनुहुन्छ। देवराज खड्काजीले भन्दै हुनुहुन्छ महिनाको 3-4 लाख हानिएको छ, यहाँभन्दा आनन्द केमा छ र भाइ राजा भन्दै हुनुहुन्छ। त्यसै गरी युवराज कटुवालजीले भन्दै हुनुहुन्छ ठिक छ बसाई, कुन चाहिँ देश सजिलो छ र ऋण भन्ने कुरा त बिस्तारै तिरिन्छ भनेर किचिक्क हाँस्नु पनि भएको छ। र त्यसपछि पुष्पाञ्जली शर्माले भन्नुहुन्छ वाक्क लागिसक्यो 17-18 लाख ऋण, नभएको भए त कसम नफर्कने गरी यही गर्मी हुँदामा म घर गइदिन्थेँ भन्नुभएको रहेछ। त्यसै गरी हाम्रो डेलु ब्रदर कान्देरु ब्रदरले भन्नुभएको छ क्यास काम पायो त स्वर्ग हो, अरू भन्नु मिल्दैन भन्नुभएको छ। त्यसै गरी मिनराज देवकोटाजीले भन्नुहुन्छ के भन्नु खै राम्रो छैन भनौँ, नेपालबाट गाली गरिहाल्छन् भनेर भन्दै हुनुहुन्छ। त्यसै गरी पुष्पा भुषालजीले लेख्नु भएको छ जापान 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 नगर्नु तपाईँ भन्दै हुनुहुन्छ। त्यसपछि हाम्रो हरिबहादुर सुनुवारजीले भन्दै हुनुहुन्छ जापानमा मेरो बसाइ साँच्चीकै रमाइलो सन्तोषजनक भइरहेको छ। यहाँ म राम्रोसँग रमाइरहेको छु, कमाइरहेको छु, साथै घुम्ने अवसर पनि पाएको छु। जापानको समृद्धि, संस्कृति, उच्च स्तरीय प्रविधि र अनुशासनले मलाई निकै प्रभावित बनाएको छ। यहाँका मानिसहरूको इमान्दारिता, समय पालनशीलता र मित्रवत व्यवहारले मलाई धेरै नै खुसी बनाएको छ। यसै गरी यहाँको शान्त वातावरण र सुन्दर प्रकृतिले मन लोभाउने खालको छ। मैले यहाँको खाना, रहनसहन र भाषा सिक्दैछु जुन मेरो व्यक्तिगत तथा व्यावसायिक जीवनमा धेरै सहयोग भइरहेको छ। यस ठाउँमा बस्दा मैले सिकेका कुराले मलाई भविष्यमा अझ धेरै सक्षम बनाउनेछ भन्ने विश्वास छ। यसले मलाई आफ्नो जीवनप्रति अझ धेरै सकारात्मक र विश्वासशील बनाएको छ। यहाँको अनुभव साँच्चीकै अविस्मरणीय छ र यसलाई मैले जीवनभर सम्झिरहनेछु। तपाईलाई धेरै धेरै धन्यवाद जसले मेरो अनुभवलाई अझ विशेष र महत्त्वपूर्ण बनाउन सहयोग गरिदिनु भयो भनेर धेरैजनाले कमेन्ट गर्नुभएको छ। अझै पनि तपाईको जापानको अनुभव के छ त्यसको लागि तपाईको अनुभवहरू फेसबुकमा र टिकटकको कमेन्ट बक्समा आफ्नो अनुभवहरू छाड्नु होला है भन्दै बिदा हुन्छु। नमस्ते।